तपाईले कहिले मायामा धोका पाउनु भएको छ? भयो रे बाबु। भन्नु नि दाइ। A few moments later. मलाई थाहा भएन अरे त्यो किन सोध्नु? दाइ 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 भन्नु न। तपाईले कहिले मायामा धोका पाउनु भएको छ भन्नु नि। त्यसरी भन्नु नि। अरे उ त भन यार। त्यही त उता पनि भन्छु कि मैले तपाईले कहिले मायामा धोका पाउनु भएको छ? भयो रे बाबु। भन्नु नि दाइ। तपाईले धोका कहिले मायामा धोका पाउनु? धेरै धोका पाएको छ। कस्तो हुने रहेछ धोका पाउँदा? मन फेरि मजा चाहिँ मजा एक किसिम चाहिँ धोका पाउँदाखेरि। कस्तो? किनभने त्यो फेरि देखाउन पाइयो नि त त्यसलाई होइन। पहिले माया गर्ने मान्छेलाई पछाडि अर्कीसँग फेरि माया गर्दाखेरि फेरि मजाले देखाउन पाइन्छ कि त्यस्तालाई चाहिँ। मतलब धोका चाहिँ पाउनु भएको छ? मजाले धोका पाएको। हाम्रो गाई चाहिँ अब मायामा धोका पाउने मान्छेहरूको चाहिँ हामी यसो 3 भाइ चाहिँ सल्लाह गरेर बसेको थिएँ। अब उहाँ दाइलाई भनेको मैले होइन मायामा धोका पाउनु भएको छ कहिले भनेको अब लजाउनुहुन्छ। तर पहिलाचोटि चाहिँ के भन्नुभएको थियो भने मायामा मैले न धोका दिएको छु न मायामा धोका पाएको छु भन्नुभएको थियो। अहिले क्यामेरामा भन्न लजाउनु भयो दाइ। ल भन्नु त एकचोटि भनिदिनु न यार। ओके गाई युट्युबमा हेर्नुहुन्छ। तल एकजना भाइसँग छ होइन। एकजना भाइसँग नि सोध्छु मायामा धोका पाउनु भएको छ तपाईँले भनेर होइन। मायामा धोका चाहिँ पाउँदाखेरि कसरी हुन्छ होइन त्यो चाहिँ मलाई भन्न जाँदैछु। अघि नै हामी 3 जना चाहिँ होइन अब 3 जनामा चाहिँ कुरा गरेर यसो भने मायामा धोका पाउनु भएको छ भनेर है। त्यो भाइसँग पनि सोध्छु यता रहेछ क्या। म चाहिँ भाइ भएको ठाउँमा आएको थिएँ। भाइ चाहिँ उतातिर हुनुहुँदो रहेछ क्यामेरामा। अनि मैले चाहिँ भनेको थिएँ कहाँ हुनुहुन्छ भनेर होइन। अब भाइ चाहिँ आउँदैछ यहाँ आइरहेछ। अब एकछिन है। हजुर मेरो भाइ भन्नु त। होइन गएको छैन त भर्याङभित्र आउनु त भर्याङभित्र। ओके मेरो भाइ ओके ओके आउनु आउनु ल। गाई चाहिँ यस्तो के भन्नु परदेशमा यस्तै गरेर टाइम पास बिताउने हो है। ओके भाइको इन्ट्री भयो भाइको इन्ट्री भयो। अनि भाइ मैले के हो भन्दाखेरि होइन हामी 3 जना उता चाहिँ के अरे सल्लाह गरेको थियौँ के उतातिर। अनि मायामा धोका पाउनु भएको छ भनेर के मैले उता दाइसँगहरू पनि सल्लाह गरेको के अरे मायामा धोका पाउनु भएको छ भनेर होइन। उता चक्र दाइ अनि त्यो अर्को दाइहरूसित पनि होइन सबैको आफ्नो आफ्नो राय छ होइन। तपाईँले चाहिँ भन्नु तपाईँले चाहिँ मायामा धोका पाउनु भएको छ भन्नु त। त्यही म अघिदेखि यस्तो भइरहेको छु कि होइन। मेरो भाइलाई पनि सोध्छु गाइस। अनि त्यसपछि मेरो पनि भन्छु तपाईँहरूले भिडियोमा त्यो भनि नै हाल्यो होइन। अनि त्यसपछि भाइलाई पनि सोध्नु आएको छ। ल भाइ यसो भन्नु त तपाईँले मायामा धोका पाउनु भएको धेरै पाएको छ हो? त्यस्तो अनुभव अनि के यादगारहरू ठम्मै छैन यार। बिर्सिनै नसक्ने खालको हुन्छ है। माया त अब कति उसमा कस्तो हिसाबमा धोका खाइयो भन्ने कुरा अब धेरै नै चाहिँ नबोलाउँ होला। यो फेरि धेरै कुराहरू गाह्रो पर्छ। त्यही त धोका चाहिँ तर एकदमै डेन्जर हिसाबमै खाइएको छ कि जिन्दगीमा सायद बिर्सिनु सकिँदैन नि। अब मायामा त यतिको पाउनु भयो है एकदमै धेरै जिन्दगीसम्म हार खानेसम्म पार्छ त्यतिसम्म। ठिक छ यार यस्तै हो कि यही हो जिन्दगी। अब यस्तै हो आफूले आफूलाई कन्ट्रोल गर्ने सम्हाल्ने होइन। अब आउँदो दिनहरू अगाडि बढाउने यस्तै के भन्नु। ल थ्याङ्क यू भाइ यार। सिरियस उसमा छ। ल थ्याङ्क यू ल मेरो भाइ ल है। ओके मेरो गाइसलाई पनि है सबैजनाले फलो लाइक सब्सक्राइब गरिदिनु पर्यो। धन्यवाद। ओके थ्याङ्क यू मेरो भाइ। यता गाइस मैले एउटा आफ्नो उयो देखाउन खोजिरहेको छु होइन। कतिले मायामा धोका पाउनु भएको छ है त्यो चाहिँ कमेन्टमा आउनु पऱ्यो। अनि त्यसपछि आफ्नो त भइ नै हाल्छ गाइस। ओके फेरि अर्को भिडियोमा भेटौँला अहिले गाइस। ओके।